एम्बुलेन्स आफैमा बिरामी देखिएको छ। अगाडिको सिसा पुरै क्याच्याक कुचुक भएको अवस्था छ। एम्बुलेन्सको स्वागतको लागि फुलमाला लगाउने काम भइरहेको छ। एम्बुलेन्स चलाउने बाटोको स्थिति चाहिँ यस्तो रहेको छ। एम्बुलेन्स त हाम्रो काठमाडौँ महानगरपालिकाले दिएको लागि धेरै मलाई खुसी लागेको छ। हेलो साथीहरू, नमस्कार अनि स्वागत छ मेरो भ्लगमा। आज भने हामी जाँदैछौँ सानेतिरी बिडीवार नम्बर 1 मा एम्बुलेन्स पठाएको छ काठमाडौँ महानगरपालिकाले बालेन शाह मार्फत, अनि त्यसको उद्घाटन हुँदैछ आज। हामी तपाईँलाई देखाउनेछौँ, त्यसमा हेरेर साथ दिनुहुन्छ होला भन्ने मैले यता देख्न सक्नुहुन्छ। हाम्रो पहाडतिरका घरहरू यस्तै हुन्छन्। बिस्तारै यता पक्की घर पनि बन्न सुरु भइसकेको छ। यता ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ, यता पक्की घर बनिरहेको छन् 2-4वटा। पहिलाको पुरानो घर भनेको चाहिँ हाम्रो परम्परागत कर्णालीका पहाडका घरहरू चाहिँ यस्तो खालका हुन्छन्। हाम्रो यता खेतीपातीमा गहुँ लगाइरहेको अवस्था छ। यता देख्न सक्नुहुन्छ तपाईँहरूले। तल यता गाई बस्तुहरूलाई बाँध्नको लागि र माथि मान्छे बस्नको लागि बनाएको घरहरू हुन्छ, यस्तो हुन्छ। यहाँ त हाम्रो आजीको घर हो यो चाहिँ। के छ आजी, सन्चै हुनुहुन्छ? के गर्न लाग्नु भयो? चाकुरो चाकुरो थुनेर पालिराख्नु भएको छ यता आजीले, हाम्रो आजीले। यता बाख्रा, अनि यस्तो छ यहाँको सेरोफेरो, यहाँको प्रकृति। मलाई साथ दिने मेरो प्यारो भतिज हाम्रो बल अधिकारी हुनुहुन्छ। कस्तो लाग्दैछ, कस्तो लाग्छ छ आजको दिन तपाईँलाई समग्र रूपमा? यता देख्न सक्नुहुन्छ हाम्रो कालीकोटको यो डाँडा यतिखेर भने चाहिँ यो हिउँ परेर पुरै सेतामै हुने बेला हो, तर किनकि पानी नपरेको कारणले गर्दाखेरि चाहिँ यस्तो सुक्खा मौसम भएको छ चारैतिर। अनि यता खेतीपाती चाहिँ हरियाली रहेको छ अहिलेसम्म। देख्न सक्नुहुन्छ यता गाउँ, आधी गाउँ चाहिँ यतापट्टिको गाउँ हो। अनि यता पिपलको रुख पनि छ, पातहरू लगभग झरिसकेको अवस्था छ। यता मन्दिर रहेको छ। हामी जाने पर्ने चाहिँ आज त्यहाँ शेरीजुला त्यहाँ जानुपर्ने छ ओह्रालो भएर। पछाडि हुनुहुन्छ ज्येष्ठ नागरिक हुनुहुन्छ, एकदमै जिम्मेवारी व्यक्ति। हाम्रो 3वटै गाउँको पहिला चाहिँ पुरानो प्रधान पञ्च, उहाँसँग हामी जाँदैछौँ, भलाकुसारी गर्दै जाँदैछौँ। मेरो स्वास्थ्य अवस्था पहिलेको भन्दा अहिले विशेष राम्रो छ। हजुर, अलिकति बुढो भइसकेपछि अल्छिपन लाग्दो रहेछ। बाटोको स्थिति एकदमै खतरनाक छ होइन? बाटो त यहाँको खराब छ। पहिले एकपल्ट प्रधान पञ्च हुने बेला बनाएको बाटो हो यो। हजुर, यसले पछाडि कसैले हेरिदिएनन्। हजुर, हुन त रोड पनि पुगेको छ यहाँ। यो बाटो गाउँ गरे बाटो अनिवार्य हो। आफ्ना पुराना दिनहरूको पनि याद आउँछ होला, आफ्नो जवानी हुँदाखेरिको होइन? हजुर, जुम्लाबाट हजुर, एकै दिन पुगेको घर त्यो मान्छे इतिहासै छ। म आजभोलि पनि साह्रै मान्दछौँ, गजब मान्दछौँ। जुम्लाबाट एकै दिनमा है? एकै दिनमा जुम्ला खलङ्गा खाना खाएर। हजुर, साधारण मान्छेको लागि कति दिनको बाटो हो त्यो? त्यो 3 दिनको बाटो हो खास भन्ने हो भने। हामी यतिखेर यात्राको क्रममा फुपू र दिदीलाई बाटोमा भेटाएको अवस्था छ। अनि उहाँहरूलाई हामीले जबरजस्ती एउटा लोकगीत अथवा ठाडी भाका गीत तपाईँको आफ्नो कला प्रस्तुत गर्नु भनेर हामीले अनुरोध गर्दै गर्दाखेरि चाहिँ उहाँले चाहिँ मानेको अवस्था छ। जानु छ हाइटाले बोलायो ताली, हे शेरजीउला जानु छ हाइटाले बोलायो ताली। केरी खानु छ हाइटाले लैजादिन। हे के अरे खानु छ हाइटाले लैजायो दिन। के अरे खानु छ हाइटाले लैजायो दिन। हे जो बानी खानु छ फेरि जो बनाउने छैन। यही जो बानी खानु छ फेरि जो बनाउने छैन। हप्पी लोग जानु छ कालाले बोलाइदिनु। हप्पिलो जानु छ कालाले बोलायो भने। हप्पिलो जानु छ कालाले बोलायो भने। कबलाई भोटे सिन कबलाई भोटे ताउला खाएर। कबलाई भोटे सिन कबलाई भोटे काउला खाएर। तेरी खाने दिन यस्ता के जमाना आया।
तेरी खाने दिन यस्ता के जमाना म चाहिँ स्वास्थ्य चौकीमा पुगेको अवस्था छ र हाम्रो साथमा हुनुहुन्छ स्वास्थ्य कर्मी हुनुहुन्छ उहाँसँग म केही जिज्ञासा मेरो प्रश्नहरू सोध्नेछु उहाँहरूले उत्तर दिनुहुन्छ भन्ने आशा गरेको छु अनि तपाईँले कति भयो यहाँ काम गर्दै गर्दाखेरि कति वर्ष जति भयो तपाईँको यता यता मेरो काम गरेर गर्न लागेको म 52 सालबाट हुँ मान्छेलाई सामान्य प्रथम उपचार गर्थे गर्भवती चेक गर्थे अनि त्यो गर्दा गर्दै करममा भोलि हाम्रो स्वास्थ्य चौकी भयो त्यसमा हाम्रा अनमीहरू एसडिए सबै धेरै स्टाफहरू टन्न भएर अहिले मलाई एकदम सुख भएको छ पहिलोपटक भयो यता एम्बुलेन्स आउने अहिले हाम्रो एम्बुलेन्स पनि आयो काठमाडौँ महानगरपालिकाले एउटा यता एम्बुलेन्स आएको छ अनि के छ तपाईँहरूले यता आवश्यकता अरू के रहेको छ एम्बुलेन्स बाहेकका अरू स्वास्थ्य चौकीमा जरुरी तपाईँले लाग्ने चाहिँ अब मलाई लागेको छ कि एम्बुलेन्स त हाम्रो काठमाडौँ महानगरपालिकाले दिएको लागि धेरै मलाई खुसी लागेको छ हाम्रो ओडामा एउटा आधारभूत स्वास्थ्य चौकी दिएको छ त्यसलाई फेरि निरन्तरणको लागि फेरि कहीँ 32 सेन्टरको लागि बनाऊ काठमाडौँ महानगरपालिकाले एउटा बजेट हालेर हाम्रो गर्भवतीलाई त्यहाँ पनि डेलिभरी गराउने एउटा वातावरण मिलाइदिनु हुन्छ कि औषधि छ न कुनै स्वास्थ्य कर्मी केही पनि छैन बिरामीहरू त पर्याप्त मात्रामा जाउँ पर्यो त्यसको लागि त्यहाँ के कहिलेदेखि सुचारू हुन्छ त्यहाँ धेरै अब चौकीहरूदेखि कोही त बनेर पनि जीर्ण भएको अवस्था छ के छ तपाईँहरूको कुनै पहल अब हामीले पहल गरेका छौँ त्यो औषधि राख्नको लागि पहल गरेका छौँ पालिकामा 29 गतेबाट उद्घाटन गर्ने भन्नुभएको छ पालिकामा अनि हाम्रा स्टाफहरू छैनन् अब हामीले त्यो मिलेर काम गर्ने भनेका छौँ अहिले पहिलाको भन्दा धेरै सहज भएको छ हाम्रो जनतालाई ल हुन्छ यता रहेका छन् स्वास्थ्य चौकीमा उपचार गर्ने कोठाहरू रहेका छन् अर्को कार्यक्रमको लागि उपस्थित हुन जाँदैछौँ अर्को कार्यक्रम भन्नाले यता हाइड्रोको मिटिङ रहेको छ त्यहाँ विविध विषयमा छलफल हुने भनेको छ अनि हामी त्यहाँ के हुने रहेछ भनेर बुझ्न जाँदैछौँ यहाँ धेरै मान्छेहरू भेला भइसकेको अवस्था छ र आफ्नो भनाइहरू राखिरहेका छन् विभिन्न मान्छेहरूले होइन यतिखेर हाइड्रोको मिटिङ सकिसकेको अवस्था छ यता मिटिङ स्थल चाहिँ यता रहेको छ यता बैठक भइरहेको थियो सम्पूर्ण गाउँबाट मान्छेहरू जम्मा भएर विभिन्न विषयवस्तुमा हाइड्रोको विषयमा मिटिङ भएर सकिसकेको छ एम्बुलेन्सको स्वागत कार्यक्रम रहेको हुँदा त्यहाँ गएर म त्यो स्वागत कार्यक्रमलाई देखाउने छु र त्यहाँनिर भलिबल प्रतियोगिता भइरहेको छ यता साथीहरूले भलिबल खेलिरहेका छन् धनाधन स्वास्थ्य चौकी जाने बाटोमा हिँड्दै गर्दाखेरि एकदमै राम्रो खेत देखिरहेको छ यता सेरी जिल्लाको हामी अहिले बाटोमा हिँडिरहेका छौँ लगातार एम्बुलेन्स राखिएको ठाउँमा जाने भन्ने हाम्रो योजना छ एम्बुलेन्स स्वास्थ्य चौकीबाट निकै टाढा राखिएको भनेको छ एम्बुलेन्सको सुरक्षाको लागि अलिक टाढा राखिएको छ भन्ने खबर पाइएको छ हामी त्यतातिर हिँडिरहेका छौँ अहिले यता एम्बुलेन्सको अवस्था हेर्ने भने लगभग ठिकठाक देखिएको छ तर पनि एम्बुलेन्स आफैमा बिरामी देखिएको छ अगाडिको सिसा पुरै क्याच्याक कुचुक भएको अवस्था छ स्वयं एम्बुलेन्स खुद बिरामी देखिएको छ एम्बुलेन्स लगभग ठिकठाक छ काठमाडौँ महानगरपालिकाले दिएको बालेन्सा मार्फत दिएको एम्बुलेन्स हेर्ने हो भने एकदमै सकुशल र एकदमै चिटिक्क परेको एम्बुलेन्स रहेको छ तर पनि यहाँ जोखिमको कारणले गर्दाखेरि चाहिँ एम्बुलेन्स आफै घाइते भइरहेको छ एकदमै धेरै 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 धन्यवाद काठमाडौँ महानगरपालिका र बालेन शाहलाई धेरै धेरै सहयोग भएको छ यहाँका जनताको लागि धेरै धेरै सहयोग हुनेछ भन्ने एकदमै अपेक्षा रहेको छ एम्बुलेन्स त आयो तर एम्बुलेन्स चलाउने बाटोको स्थिति चाहिँ यस्तो रहेको छ कसरी चल्ला यहाँ एम्बुलेन्स यहाँ बाटोमा पनि सुधार आओस् एम्बुलेन्सको स्वागतको लागि फुलमाला लगाउने काम भइरहेको छ
भ्लगलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद। अब यहाँभन्दा अगाडि म चाहिँ फेरि भ्लग बनाउन सक्ने अवस्था छैन, अब अँध्यारो पनि परिसकेको अवस्था छ। आगामी दिनमा म चाहिँ अझ राम्रो राम्रो भिडियोहरू राम्रो राम्रो भ्लगहरू बनाएर हजुरहरूलाई देखाउने प्रयास गर्ने नै छु। यहाँहरूलाई धेरै धेरै धन्यवाद।